आगामी चैत 7 गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसीमा 5,22,000 विद्यार्थी सहभागी हुने भएका छन्। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 का अनुसार 2081 को एसीका लागि नियमित तर्फ 4,68,000, ग्रेड वृद्धिका लागि 50,000 र पुराना ग्रेड वृद्धिका लागि 4,000 ले फारम भरेका छन्। निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद गेवालीका अनुसार परीक्षा केन्द्र 2131 वटा तोकिएको छ भने विद्यार्थीले भरेको फारमको आधारमा प्रश्नपत्र छपाईको काम धमाधम भइरहेको छ। गेवालीका अनुसार जनक शिक्षा सामग्री केन्द्रमा प्रश्नपत्र छपाईको काम भइरहेको हो। प्रदेशमा कार्यशाला गरेर ल्याइएको प्रश्नलाई छनौट गरेर प्रश्नपत्र बनाइएको छ। गेवालीका अनुसार केन्द्रले प्रश्नपत्र मात्र छपाई गर्ने र बाँकी व्यवस्थापनको काम प्रदेश र जिल्लाले गर्नेछ। केन्द्रबाट प्रश्नपत्र छपाईको काम मात्र हो परीक्षा केन्द्र जिल्ला स्थित परीक्षा समन्वय समितिले गर्नेछ। उनले भने समन्वय समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी, सदस्य सचिवमा जिल्ला शिक्षा इकाइका प्रमुख र सदस्यमा सुरक्षा निकायका प्रमुख रहनेछन्। प्रश्नपत्र छपाईसँगै जिल्लामा प्रश्नपत्र पुर्याउने काम भइरहेको छ। सुदूरपश्चिम कर्णाली र कोशी प्रदेशमा प्रश्नपत्र पुगिसकेको छ भने अन्य जिल्लामा यही फागुन 27-28 गतेसम्म पुग्नेछ। परीक्षा केन्द्रको सुरक्षाको व्यवस्था गृह मार्फत जिल्ला स्थित सुरक्षा निकायबाट हुने गेवालीले बताए। परीक्षाको समयमा हुल बनाएर अनुगमनमा जान भने रोक लगाइएको छ। आवश्यकताको आधारमा जिल्ला स्थित परीक्षा समन्वय समितिले व्यवस्थापन गर्नेछ। जापानबाट पनि एसी दिँदै परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस पटक पनि जापानबाट 37,000 परीक्षार्थी सहभागी हुँदैछन्। प्रश्नपत्र र उत्तर पुस्तिका पठाउने तयारी गरेका छौं। उनले भने उनका अनुसार परीक्षा सकिएपछि उत्तर पुस्तिका परीक्षण गर्न नेपालमै ल्याइनेछ। नेपालमै उत्तर पुस्तिका परीक्षण गरेर नतिजा निकाल्छौं। उनले भने वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरूले जापानबाटै परीक्षा दिन लागेका हुन्। जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरूले परीक्षा दिन लागेका हुन्। मुख्य गरी जापानको टोकियोमा रहेको एभरेस्ट इन्टरनेसनल स्कुलमा नेपाली कोर्स पढाइ हुने गरेको छ। नेपाली पाठ्यक्रम अनुसार नै नेपाली भाषा, नेपाली पाठ्यपुस्तक, नेपाली संस्कृति पढाइ हुन्छ। रोजगार र अध्ययनको सिलसिलामा जापान पुगेका नेपालीहरूले सन् 2013 मा टोकियोको शहरमा नेपाली विद्यालय खोल्ने निर्णय गरेका हुन्। जापान स्थित नेपाली दूतावासको पहलमा विद्यालय खोलिएको हो। उक्त विद्यालयमा 10 कक्षासम्म नेपालबाट नै सम्बन्ध लिएर सञ्चालन गरिरहेको छ।